दिल है छोटा सा छोटी सी आशा मस्ती भरे मन की भोली सी आशा चांद तारों को छूने की आशा आसमानों में उड़ने की आशा हेरौँ न फेरि हेरौँ न कसलाई नदेखाइकन खै यसलाई के ठाउँ भन्छ गाईघाट भन्छ गाईघाट पानी त्यस्तै जम्थ्यो होला नि त पहिला पनि पानी थिएन पहिला ठुलो जस्तो त्यस्तै नहर जस्तै थियो यो चाहिँ अब यसो केटाकेटीहरू होइन आफ्नो तरिकाले आएर नुहाउने बस्ने शनिबार पहिलादेखि थियो है पहिलादेखि थियो ल भयो 20-25 वर्ष भयो हामीलाई थाहा छ होइन यो चारो छ नि जुन यो चारो चारो यतिको चारो सुँगुरको चारो यहाँ नजिकै अर्को नि छ होइन उतिर गएपछि यस्तै छ सफै छ यस्तै तल चाहिँ ठुल्ठुलो केटाहरू छ यहाँ चाहिँ केटाकेटी यहाँ हिँड्दै जाँदा हुन्छ त्यहाँबाट उताबाट जानु नि यहाँबाट बाटो छ दिल है छोटा सा छोटी सी आशा मस्ती भरे मन की भोली सी आशा महक जाऊं मैं आज तो ऐसे फूल बगिया में खिल रही जैसे बादलों की मैं ओढ़ू सुनरिया झूम जाऊं मैं बन के बावरिया अपनी चोटी में दाल चौकी महक जाऊं मैं आज तो ऐसे घर कटे रहेछ यो अहिले फर्किँदा यताबाट पिच्छे झर्दिउँ न काम बांध लो दुनिया दिल है छोटा सा छोटी सी आशा मस्ती भरे मन की भोले सी आशा फूल बगिया में खिल रही है गर्मी चाहिँ हुँदैन त्यो भएर मसँग बिना नभएर नगरे होइन अलिकति लगानीको कमी मुख्य कुरा भनेको मैले अब 5-7 वर्ष भयो खटेको कुरो के हो भने त्यो चाहिँ मेन पावर क्या सपोर्ट गर्ने दिमाग मिल्ने खालको अर्को मान्छे चाहिएको छ पढाउँछु म अब कमर्स पढाएँ होइन मैले भने यसो गरौँ भने एक प्रकारको बस्या हुन्छ एउटा रोड म्याप अब मैले सोचेँ के हुन्छ म त एग्रिकल्चरभित्रबाट आएको मान्छे होइन एग्रिकल्चरलाई कल्चरलाई सपोर्ट गर्दै जाने हो मैले त यो त एग्रो टुरिज्म
अन्तर्गत लान खोज्या न हो तपाईँको कुरा बुझ्यौँ कि हामीले अब लगातार नै तपाईँले एग्रिकल्चर भन्नुभयो हामीले 2टा बिजनेस लगातार खोल्दै थियौँ क्या हामीले इटेरी के भन्दैन एउटा मसरुम फार्मिङ एउटा गोड फार्मिङ 2टा हामीले लगातार नै खोल्दै थियौँ त्यही इन्भेस्टमेन्ट चाहिँ कहाँ चाहिँ तिमीले इटरीमा गोट फार्मिङ हुन्छ र गर्नु इटरीकै लोकेसन ए लोकेसन चाहिँ अलिकति हाम्रो चाहिँ लोकेसन इटरी अब छेउछाउमै न त त्यो इटरीको इटेरीमै त होइन चोकमा हो अब तल एरिया तिमीलाई त्यस्तो राम्रो सोचाइ छ भने त आउनु न यहाँ हेर कस्तो राम्रो छ ओके त्यति बेला हामी मोरङको केराबारी 4 खोलाघारी स्थित नेचुरल स्विमिङ पुलमा छौँ त्यो भिड देखेरै तपाईँहरूले यहाँनिरको चिसो पानीको महसुस गर्न सक्नुहुन्छ कति मान्छेहरू यहाँ मनोरञ्जन लिइरहनु भएको छ यहाँ यो फ्लो सधैँ यस्तै नै रहनेछ तराईको गर्मी छिल्नलाई चाहिँ शनिबार कहीँ जाने क्रममा आज कहीँ सम्झेर केराबारी 4 खोलाघारीमा हामी आइपुगेका छौँ अब हामी यहाँनिरकै एकछिन क्लिपहरू देखाउँछौँ तपाईँलाई हामी यहाँ व्यस्त रहन्छौँ तपाईँहरू पनि यहाँ कहिलेकाहीँ आउनुहोला देखिएको मान्छे सब पौडी खेल्न आएको खाली नहुने रहेछ क्या के राम्रो रहेछ